घरमा होमवर्क गरेछ मेरो छोरा किताब ल्याइदियो मास्टरले एकचोटि पनि किताब चेक गरेको छैन मास्टरले चेक गर्छ के रातो डटपिन बोक्छ चेक गर्छ के त्यो बच्चाको डटपिनले चेक गर्छ एउटै चेक गरेको छैन हामीले 3 दिनै सोध्छ मास्टर त आज एक विषय भयो 2 विषय भयो भन्छ 3 दिनपछि कहिले पढाएको तपाईहरुले विद्यार्थीलाई हामीले स्कुल नपठाउँथ्यो हाम्रो बच्चाले घरमै राखेर पढाउने नि त हामीले जानेको भए मैले नजानेको भए पो मेरो छोरा पठाएको 6 वर्ष भइसक्यो अब कहाँ पढाउँछ तपाईको छोरा जस्तै सबै विद्यार्थी छ ल भन्नुस् त सबै छ सबै फिल्म आउनु आजदेखि सिकाउने अनि त्यो बच्चाहरु परीक्षामा के लेखेर पास भएको त घण्टा लेखेर पास भएको मोदीजीले चाहिँ फाइदा हुने भयो 6 मा 7 मा अब कहाँ पढाउँछु किताब त एक भारी दिएको छ नि 2 किलो त प्याज आउँछ हामी त हाम्रो छोराको पढाइ बिग्रियो हामी त पढ के भएर बिग्रियो भनेर सोध्न आएको हामी त अनि 6